ओके ल अब म एकचोटि ब्याक ल अब हामीले हिजो एक दुईवटा फिचरहरू हेरेको थियौँ हामीले हिजो एकाउन्टिङ फिचर्सहरू हेरेको थियौँ अब आज इन्भेन्टरी फिचर्सहरू हेरौँ ल सुरुमा त ल इन्टिग्रेट एकाउन्ट्स एन्ड इन्भेन्टरी भनेको छ एकाउन्ट र इन्भेन्टरीलाई इन्टिग्रेट गर्ने यो हुँदा यो मैले हिजो पनि भने होला सायद यो मैले अगाडि नै भने जस्तो लागेको छ यो यसले के गर्छ यसले अब एकाउन्टमा भएको कुरालाई इन्भेन्टरीले असर गर्छ र इन्भेन्टरीले भएको कुरालाई एकाउन्टले असर गर्छ त्यो हुन्छ जिरो भ्यालुड इन्ट्रिज यो पनि भनेको थिएँ पैसै छैन भने पनि इन्ट्री हुन्छ यो हुँदाखेरि अब मल्टिपल गोडाउन्स भनेको छ मल्टिपल गोडाउन्स भनेको चाहिँ जस्तै मैले यसलाई युज गरेँ भने मानौ मेरो कम्पनीको सामानहरू राख्ने ठाउँ दुईवटा छ अरे ठिक छ म एकाउन्ट्स इन्फोमा गएर यहाँनिर इन्भेन्टरी इन्फोमा गएर यहाँ तल गोडाउन्स भन्ने हुन्छ गोडाउन्समा म गएर मानौ मेरो कम्पनीले जुत्ता बेच्छ अरे अथवा बनाउँछ अरे अब बेच्ने गोदाम एउटा झिलझिलेमा छ अरे एउटा दमकमा छ अरे म के गर्न सक्छु यहाँ गएर म क्रिएटमा गएर म मानौ के हान्छु झिलझिले गोडाउन भने अरे ठिक छ त्यसपछि यो प्राइमेरीमै छ मेटेरियलहरू स्टोरेज गर्ने हो गर्ने जब कोस्टिङ भनेको छ हामीले परेन यो अब हाम्रो स्टक त्यहाँ थर्ड पार्टी बाहिरको अरू कुनै मान्छेले राख्ने हो भन्दैछ हो यो त होइन हाम्रो आफ्नै गोदाउन अरे ठिक छ अरू कसैको थर्ड पार्टी अरू कसैको स्टक हामीसँग हुन्छ यो पनि हुँदैन अहिले छोडिदिउँ है यो गरेँ अर्को म के भन्छु भनौँ दमकको गोदाउन अरे भनेर चाहिँ हाम्रो तिनवटा भयो अब प्राइमेरी भयो उता एउटा दमक भयो एउटा झिलझिले भयो तिनवटा गोदाउन भयो अब के हुन्छ भन्दाखेरि नि अब यो भएपछि मानौ मैले कुनै भाउचर भरे अरे मैले के गरेँ अरे मैले मानौ परचेस गरेँ अरे सामान के परचेस गरेँ ल मैले केही हालेँ केही कस्ट सेन्टर छोडिदिएँ मैले क्यासमै किनेँ अरू छोडेँ मैले पर्चेस लेजरमा पर्चेस छानेँ मैले के किनेँ अरे मैले ल चिल्ली पाउडर किनेँ अरे ल कुन गोदाउनमा किनेँ भने अब यहाँ सुरुमै सोचेँ यसरी मैले झिलझिलेको गोदाउनमा किनेँ अरे 30वटा झिलझिलेकोमा किनेँ अरे यति रुपियाँको भयो त्यसपछि आएर मैले मानौ दमककोमा कतिवटा किनेँ अरे 40वटा किनेँ अरे यति भयो यसरी म हिसाब गरेर यतिवटा किन्यो भनेर म यहाँ निकाल्न सक्छु ठिक छ अनि अर्को एउटा कुरा जस्तै मानौ मैले यहाँ डिस्काउन्ट पाएँ अरे किनकि मैले यहाँ यति किनेँ किन्दाखेरि डिस्काउन्ट पनि पाएँ अरे डिस्काउन्ट पाउनको लागि यो जुन यहाँ लाइन छ नि लाइनको तल आउनु पर्यो म त्यो लाइनको तल आएँ अब तल आएपछि म के गर्नुपर्छ यहाँ डिस्काउन्ट मैले पाएँ भने अब यहाँनिर अरूको लेख्न सक्छु म के गर्छु एउटा डिस्काउन्ट पाएको डिस्काउन्ट रिसिप्टको खाता बनाउँछु एल्ट सी गरेँ म के भन्छु डिस्काउन्ट रिसिप्ट भने यो भने के हो हाम्रो इन्डाइरेक्ट इन्कम हाम्रो इन्कम इन्डाइरेक्ट हो लगभग इन्कम इन्डाइरेक्ट नै होला सायद यही नै हुनु पर्ने मैले यही नै छानेँ र इन्भेन्टरी भ्यालुलाई एफेक्ट गर्छ गर्दैन कन्सेन्ट एप्लिकेबल हुन्छ छ भनेर छ अहिले छोडिदिउँ ल कन्ट्रोल ए गरेँ सेभ गरेँ कति पाएँ अरे मैले 500 अथवा ल 50 सरी रेटमा छ कति भन्दाखेरि सायद पर्सेन्टमा आउला यो 5% आएछ ठिक छ ल पर्सेन्टमा आउँदो रहेछ भनेपछि मैले यहाँनिर 20% गरिदिएँ अरे यति हुँदो रहेछ उसले आफै हिसाब गरिदिन्छ अब तल यतिमा यति उसले के गर्छ घटाएर हाम्रो इन्कम सरी एक्सपेन्सेस पो हो त यो त मैले इन्कम लेखेछु किनभने इन्कम भनेको त आफूले पाएको पो त यो त डिस्काउन्ट हाम्रो रिसिप्ट यसरी यहाँ के भयो मैले अब बुझेँ भने यहाँनिर -20 चाहिँ हो किनभने हाम्रो पैसा हामीले डिस्काउन्ट पाएको हो नि त पाउँदाखेरि त यति पैसा त घटेको नि त सो हामीले यहाँनिर -20 चाहिँ गर्नु पऱ्यो यति गरेपछि त्यो पैसा यहाँनिर घट्छ 1400मा 280 घटेर अब यति उब्रेको पैसा त्यहाँबाट आउँछ सो गोदामको काम यो भयो कुन सामान कहाँ आउँछ भन्ने कुरा अब मानौ मैले बेच्नु पर्यो बेच्दा पनि त्यही नै हुन्छ मैले सेल्समा गएर रिफरेन्स मैले यो गरेँ अरे मानौ क्यासमै बेच्थेँ अरे मैले अब म के गर्छु सेल्समै गएँ अरे म मानौ अहिले भर्खर के किनेको थिएँ मैले सायद चिल्ली पाउडर किनेको थियो कुन गोदामबाट बेचेँ यसमा 4वटा छ यसमा 30वटा छ यसमा 0वटा छ योबाट मैले 5वटा बेचेँ अरे मानौ 400 रुपियाँमा बेचिदिएँ अरे यो नै मेरो के भयो अब ट्रान्जेक्सन यसरी मैले गर्न सकेँ ठिक छ सो गोदाउनको सरी हाम्रो के को भन्दाखेरि यो गोदाउनको कन्सेप्ट यति नै हो त्यसपछि स्टक क्याटेगोरी छ जस्तै क्याटेगोरीले चाहिँ के गर्छ मैले यसलाई नि यस गरेँ भने क्याटेगोरीमा चाहिँ के हुन्छ जस्तै म अब इन्भेन्टरी इन्फोमा आएर यहाँनिर अब क्याटेगोरी क्रिएट गर्न सक्यो जस्तै हाम्रो अब जस्तै मेरोमा टिभी बेच्ने कम्पनी छ अरे अब टिभीमा एलसिडी टिभी
CRT टिभी, LED टिभी तिनवटा त्यो हामी ग्रुप गर्न सक्यौँ। त्यो चाहिँ हाम्रो तिनवटा ग्रुप भयो अरे, तिनवटा ग्रुप भयो अरे त्यो टिभीका। अब LCD टिभीभित्र पनि स्यामसङको टिभी होला, हवाईको टिभी होला, एचपीको टिभी होला। अब त्यो कुरालाई चाहिँ हामी क्याटेगोरी भनेर छुट्याउँछौँ। जस्तै कम्पनी के छ, स्यामसङको छ अरे मसँग है, हवाई छ अरे मानौँ, त्यसपछि मानौँ अरू के होला भन्दाखेरि एचपी छ अरे। अब यसरी हामी के गर्न सक्छौँ, यसरी हामीले यो क्याटेगोरी पनि बनाउन सक्छौँ। र अब आइटम मैले क्रिएट गर्दाखेरि मसँग के छ अरे, टिभी, यसो टिभी टु यो मोडलको टिभी छ अरे, ठिक छ, यति छ अरे। म अब कुन यो केमा पऱ्यो, यहाँ टिभी भन्ने ग्रुप छैन, म टिभी भन्ने मैले के अरे ग्रुप बनाएँ, ठिक छ। क्याटेगोरी मान्नु यो स्यामसङको अरे, ठिक छ। यो केमा हुन्छ, मानु केजीमा हुन्छ अरे, 2 केजी 3 केजी टिभी छ अरे मसँग। हुन चाहिँ हुँदैन, मैले यतिकै हालिदिएको मात्र, अहिले हामीलाई फरक पर्दैन भनेर 6000 रुपियाँ गरेँ यो, यति गरेँ मैले। यसरी हामीले क्याटेगोरी बनाउन सक्छौँ। क्याटेगोरीको काम त्यही नै भइगयो। अब म फेरि फिचर्समा गएँ र म जान्छु अब फेरि इन्भेन्टरी फिचर्समा गएँ म। ल अब ब्याच वाइज डिटेल्स भनेको छ। ब्याच वाइज डिटेल भनेको जस्तै हाम्रो कुनै कम्पनी छ अरे, त्यो कम्पनीले केही सामानहरू बनाउँछ अरे, बिग्रिने सामान छ अरे, जस्तै कोक बनाउँछौँ अरे हामी। अब त्यो कोक बनाउँदाखेरि हाम्रो के हुन्छ तपाईँको, जस्तै कोक बनाउँदाखेरि त्यो अब त्यो एक्सपायर हुन पनि सक्छ नि त। अब एउटा ब्याचमा मानौँ एउटा ब्याच बनाउँदाखेरि 100वटा कोक बनायो अरे, यो 100वटा कोक कहिले गएर बिग्रिन्छ, कहिलेबाट खानु हुँदैन, अथवा त्यस्तो हुन्छ नि त है। त्यसलाई चाहिँ हामी ब्याचमा स्टोर गर्छौँ। यस गरेँ, यसलाई सेभ गरेँ मैले। अब म के गर्छु, ब्याचमा भनेको कुरालाई मानौँ मैले अब यो कहाँ बनाउँछु भन्दाखेरि म इन्भेन्टरी भाउचर्समा गएर हो यहाँनिर म देखाइहेर्छु ल। जस्तै मैले यो युज गरेँ अरे, मानु कुन गोदाउनबाट, ल मानु यहाँ 1 लिटर छ अरे, 1 लिटर युज गरेँ अरे, यतिको मैले आरती ओइल युज गरेँ अरे, एक्स मैले मानौँ यहाँ 830वटा रहेछ, 500वटा चाहिँ युज गरिदिएँ अरे मैले। ल यति युज गरेँ अरे, र मैले के बनाएँ अरे, बाबा आटा बनाएँ अरे, कुन गोदाममा बनाएँ अरे मैले, मानौँ दमकको गोदाममा बनाएँ अरे, क्वान्टिटी 30वटा बनाएँ अरे, रेट सरी हामीले यसलाई कन्फिगर गऱ्यौँ गरेनौँ। म अर्को एउटा कुरा भनेर हेर्छु ल यहाँनिर। जस्तै म बनाउँछु अरे एप्पल त नभनौँ, म के बनाउँछु अरे, चोकोलेट बनाएर चक्लेट बनाएर मैले म यसलाई मानौँ यसको लागि ग्रोसरीभित्र नुडल्समा हालिदिइराख्छु अहिले। यो मैले त्यो छोडिदिइराखेँ। ल म यहाँ गएर नुडल्स हान्दै, क्याटेगोरी मानौँ एचपीको चक्लेट अरे, र मानौँ यो के हुन्छ केजीमा हुन्छ अरे। ब्याचमा मेन्टेन गर्ने कि नगर्ने भनेर सोध्छ। अब यदि ब्याचमा मेन्टेन गर्ने हो भने यहाँनिर यस गर्नुपर्छ। म्यानुफ्याक्चरिङ डेट ट्र्याक गर्ने, एक्सपायरी डेट ट्र्याक गर्ने, यति गरेर सेभ गरेपछि अब यहाँ हुन्छ। मैले मानौँ दमकको गोदाउनमा गरेँ अरे, अब कुन ब्याचमा हाल्ने हो, अहिलेसम्म कुनै ब्याच छैन, न्यू नम्बर भनौँ, न्यू नम्बरमा छाने। यो ब्याचको नम्बर 11012, 11012 यो हाम्रो नयाँ ब्याचको नम्बर अरे। यसमा मैले 113वटा बनाएँ अरे, एउटाको रेट 590 राखेँ अरे। यसरी मैले यति म्यानुफ्याक्चरिङ डेट आजको भयो। अब म के गर्छु, म यहाँनिर यो 5 लेखेँ भने 5 दिनपछि आफै बिग्रिन्छ। 5 डेज यो मैले लेख्न सकेँ, 5 दिनको यसको डेट छ, 5 दिनपछि यो कुरा बिग्रिन्छ अरे। यसरी म के गर्न सक्छु, यो जुन हाम्रो यसरी ब्याच बनाउन सक्छु। अब यसरी धेरैवटा ब्याच बनाउन सक्यो। अब यो ब्याच बनाएपछि के हुन्छ, मैले केही सामान बेचेँ अरे, अब बेच्दाखेरि के हुन्छ, बेच्दाखेरि यहाँनिर मैले अहिले बनाएको चक्लेट बेचेँ अरे। अब कुन गोदाउनको बेचेँ अरे, यही गोदाउनको बेचेँ। अब कुन ब्याचको बेच्ने, अब यो 5 दिन छ बाँकी, अर्को अब 10 दिन होला, अर्को 20 दिन होला, जुन कम्ती छ त्यो बेच्न सक्यो। योबाट मैले 4टा बेचेँ अरे। यसरी मानौँ मैले यतिको बेचेँ भनेर हालिदिन सकेँ। अब यसरी हामीले के गर्न सक्यो, यो हामीले के पनि ट्र्याक गर्न सक्यो, ब्याचेसलाई ट्र्याक गर्न सक्यो। ल यो पनि बुझ्यो होला। त्यसपछि अब के छ, युज डिफ्रेन्ट एक्चुअल एन्ड बिल्ड क्वान्टिटी। ल यो गरेपछि के हुन्छ भन्दाखेरि, जस्तै मानौँ कोही बेला मानौँ मैले कसैलाई 10वटा चक्लेट बेचेँ अरे। अब 10वटा चक्लेट किन्दा मैले उसले 2टा चाहिँ फ्रीमा दिएँ अरे। अब त्यहाँनिर के भयो, हामीले पैसा त 10वटाकै पाउँछौँ,
तर घट्न त दुईटा घट्नु पर्यो नि त। हो यस्तो बेलामा चाहिँ एक्चुअल र बिल्ड हामी छुट्टै छुट्टै पार्छौँ। अब मैले रेफरेन्स केही लेखिदिएँ, यो गरेँ, मैले क्यासमै बेचेँ, सेभ गरेँ, सेल्समा गएँ मैले के बेचेँ अरे, मैले यो फ्लोर बेचेँ अरे, 4 प्याक छ, गोडाउन मानौँ यहाँ 4टा छ, मानौँ एक्चुअलमा मैले 3टा बेचेँ अरे, ठिक छ। 3टा चाहिँ मेरो गोदामबाट घट्छ, तर बिल चाहिँ म 2टाको मात्र बनाउनु पर्यो अरे। यो काम म गर्न सक्छु। अब यहाँ बिल 2टाको आयो, तर हाम्रो गोदामबाट घट्न चाहिँ कतिवटा घट्छ, 3टा घट्छ। सो यो काम गर्नको लागि हामी यो फिचरको युज गर्न सक्छौँ है। यो पनि भयो होला। ल यो पछि अब पर्चेस अर्डर प्रोसेसिङ चाहिँ यिनीहरू छोडिदिउँ, यिनीहरू त्यति धेरै चाहिँदैन पनि होला। मेटेरियल इनट यो त्यति खासै परेन। अब ल इन्भोइस गर्न पाइने भइगयो। अब यो छ यहाँनिर, जस्तै अब ल डिस्काउन्ट कलम युज गर्ने कि नगर्ने भनेर भन्छ। डिस्काउन्ट कलम युज गरियो अरे, भनौँ मैले यसलाई यस गरेर यसलाई सेभ गरेँ भने अब यहाँ एउटा छुट्टै डिस्काउन्ट भनेर आउँछ। यो एक्चुअल र बिल्ड बुझ्यो भने मैले हटाउँछु र म यहाँ गएँ, म एक्चुअल र बिललाई मैले नो गरेँ, यसलाई सेभ गरेँ। ल मैले केही लेखेँ अरे, यसलाई सेभ गरेँ, यो ठिक छ। अब यहाँ गएर मैले के बेचेँ अरे, आरती ओइल बेचेँ अरे, कुनबाट, यसमा त 0 रहेछ, सरी म आरती ओइल बेचिनँ अरे। ल बाबा आटा बेचेँ अरे, मेलिकेसनबाटै 2टा बेचेँ अरे, 140 को रेटले बेचेँ अरे, डिस्काउन्ट 3% दिएँ अरे मैले, प्रत्येकमा डिस्काउन्ट 3% दिएँ भने यसरी अब के हुन्छ, उसको डिस्काउन्ट घटेर आउँछ आफै त्यहाँनिर, ठिक छ। यो काम हामीले केबाट गर्न सक्यो, यहाँबाट यसरी मिलाउन सक्यो। मानौँ यसमा 1% पाऱ्यो भने 1% घटेर आउँछ। जसो यो डिस्काउन्ट कलमको पनि कुरा यति नै हो। यति भएपछि अब यसलाई सेभ गर्न सक्यो, भइ त हो। ल फेरि म गएँ अब इन्भेन्टरीमा, यहाँनिर डिस्काउन्ट कलम पनि भयो। अब एडिसनल ट्र्याक अफ पर्चेस भनेको छ, यो त्यत्रो खासै चाहिँदैन, त्यो पनि हेरौँ ल। अनि यो चिजहरू चाहिने। अब पर्चेस गर्दाखेरि अब एक्स्ट्रा, अब जस्तै करियर चार्जेसहरू हुन्छ, सामान ल्याइयो, गाडीको सानोतिनो भाडा, तिनीहरू पनि ट्र्याक गर्ने कि नगर्ने भनेर सोध्दैछ यहाँनिर। क्यास हालेँ मैले, केही हालिनँ अरू मैले, पर्चेसमा गएँ। अब मानौँ मैले सामान चाहिँ के किनेँ अरे, मैले किनेँ अरे, ल आरती ओइल किनेँ अरे गोदाउन कुनमा, ल दमककै गोदाउनमा 30वटा किनेँ अरे, 30 रुपियाँ लिटरले, डिस्काउन्ट छैन अरे, पाइनँ अरे, मैले यति गरेँ। अब इनफ लिस्ट गरेँ, यति गरेपछि तल आएर मैले ओहो यसमा पनि उयो भएन नि त, यहाँ गएर म यसलाई यसो गर्छु नि त, म अर्को एउटा चिज किन्छु ल, म यहाँ पनि म फेरि बनाउँछु यो, म L3 गरेँ अरे, ठिक छ। अब मानौँ ए भन्ने कुनै एउटा चिज किनेँ अरे, मैले यसलाई प्राइमेरीमा राखिदिएँ, छोड्दै यो पनि हालिनँ मैले, यो मानौँ लिटरमा हुन्छ अरे, ब्याचमा मेन्टेन पनि गरिँदैन भने। तर यसमा मलाई किन सोधेन भन्दाखेरि, कि तल सोध्छ पर्चेसमा मलाई त्यो सोध्नु पर्ने थियो, किन सोधेन त्यसले कि मैले अनै गरिनँ हौ। एकचोटि फेरि गरेर हेर्छु ल। यो मैले यहाँ गएर इन्भेन्टरीमा गएर एडिसनल पर्चेस ट्र्याक एडिसनल कस्ट अफ पर्चेसेस यस छ त। यो हाम्रो किन चाहिँ भएन भन्दाखेरि, म मानौँ एकाउन्ट्स इन्फोमा गएर लेजरमा कुनै अडिटरमा गएर म पर्चेसमा गएर पर्चेस अकाउन्ट ठिक छ, कस्ट सेन्टर इन्डस्ट्रियल परेन, यो ठिक छ। ल यो यहाँ त ठिकै नै छ, यो किन चाहिँ हाम्रो त्यहाँनिर देखाएन त। ल एकचोटि फेरि गरी हेरौँ ल। म यहाँबाट के गर्छु, कुनै एउटा सामान मैले यहाँबाट किनेँ अरे, मैले ल कोबाट रामबाट किनेँ अरे, यहाँनिर उसको के हालेँ अरे, मैले सेभ गरेँ, पर्चेस एकाउन्टमा गयो, ए गरेँ, ल गोदाउन मानौँ यहाँ गरेँ, ल यति मैले यहाँबाट गरेँ अरे, इन्टर गरेँ, केही लेखेँ, सेभ गरेँ। यसमा त सोधेन, किन सोधेन त, यो किन सोधेन, यो यसले चाहिँ के गर्नुपर्ने थियो, त्यहाँ एउटा यस्तो अप्सन खुलेर आउँछ, त्यो खुलेर आएपछि यसले सोध्नुपर्ने थियो यो पर्चेस गर्ने कि नगर्ने, यताउता केही खर्च सोध्नुपर्ने थियो, यहाँनिर आएन, किन हाने। एकचोटि म
म एकचोटि यसलाई छु भने भन्छु ल मलाई यहाँलाई र म के भन्छु भन्दाखेरि हाम्रो ट्र्याक एडिसनल कस्ट अफ पर्चेस कस्ट अफ पर्चेस इन्टायरली यहाँ गएर मैले हेरेँ भने के छ त के பிசினஸ ப்ராஃபிட்ல ஃபார்முலா பர்ச்சேஸ் பில் போடுறேன் கொடுத்துட்டு என்டர் हो கொடுத்தோம் यसरी यो आउनु पर्ने थियो हाम्रो கேஷ் கிரெடிட் பில்லா இருக்கு அப்படிங்கும்போது பர்ச்சேஸ் இப்போ பர்ச்சேஸ்னு கொடுக்கும்போது நேம் ஆஃப் த ஐட்டம் கேட்கும் சேம் அதே மாதிரி லெனன் ஃபேப்ரிக்ஸ் என்டர் கொடுத்தோம் அப்படின்னு तर यहाँ हाम्रोमा चाहिँ आएन किन आएन सायद त्यो अर्को मोडमा आउँछ कि म इन्भोइस मोडमा होइन एकचोटि ल म यसरी एज भोचर हालिहेर्छु छु ल यो हाल्दा आउँछ कि यहाँ आएर मैले मानु के अरे क्रेडिट क्यासबाट तिरेँ अरे यति नै गरेँ अरे मैले 4000 रुपियाँको सामान किनेँ अरे ठिक छ केही भएन पर्चेस एकाउन्टमा गयो के किनेँ मैले पर्चेसमा मानौँ यो किनेँ झुल्ले एकाउन्टमै यति किनेँ अरे हो अब आयो हो यस्तोमा चाहिँ आउने रहेछ ठिक छ यो हाम्रो केमा चाहिँ आउँदैन रहेछ इन्भोइसको फर्ममा हाल्दा आउँदैन रहेछ नर्मल यो हाम्रो नर्मल फर्ममा है डेबिट क्रेडिट गरेर हाल्दाखेरि चाहिँ आउँदो रहेछ ठिक छ ल यहाँ गएर मानु एकछिन के गयो अरे भन्दाखेरि ल यहाँ त त्यस्तो केहीमा छैन त्यस्तो चाहिन्छ नि जस्तै मानौँ म के भन्छु बस एक्सपेन्सेस भने अरे अथवा ल्याउँदाको गाडी भाडा अरे मैले के नाम लेखेँ अरू के लेख्दा पनि हुन्छ एक्सपेन्सेस यसले म यसलाई मिस एक्सपेन्सेस भन्दा नि मैले के भन्छु एक्सपेन्सेस नै सर्च गर्छु मैले काटेँ खै हो ल ट्रान्सपोर्ट एक्सपेन्स लेखेँ अरे मैले अब म यसलाई एक्सपेन्सेस म यसलाई हाम्रो डाइरेक्ट एक्सपेन्स हुन्छ एक्सपेन्स डाइरेक्ट एक्सपेन्स इन्डाइरेक्ट 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 एक्सपेन्स नै हाल्दै अहिले फरक परेन यति गरेँ मैले अब कति पर्सेन्टेज भन्दा ल मानु 4% गयो अरे 4% चाहिँ त्यहाँ गयो अरे अब यसरी त्यो एक्सपेन्सेसहरू पनि ट्र्याक गर्न सक्यो कस्ट सेन्टर भनेको छ म यसलाई मानौँ जुनियरमा हाल्दै अरे यो यसमा हाम्रो कस्ट सेन्टर त बनाएकै छैन पनि म यसलाई स्किप गर्छु अहिले मैले यसलाई यतिकै सेभ गरेँ अब यो कस्ट सेन्टर चाहिँ हामीले अघि कस्ट सेन्टर क्यालकुलेट हुने बनाएको थियो हामी त्यसमा गर्दा इन्भोइसको फर्ममा गर्दाखेरि चाहिँ यो त्यहाँ हाल्ने नहाल्ने जान्न पाइन्छ यसमा चाहिँ अब यो कस्ट सेन्टर बनेपछि यहाँनिर अब हाल्नै पर्यो भन्ने हुन्छ जस्तै मानौँ अब त्यो हाम्रो जुनियरमा कुनै पनि त्यसको भित्र केही बनाएको छैनौँ यसमा छौँ यसमा अब हाल्नै पर्यो भन्दैछ यहाँ गएर म अथवा म यसो गर्छु नि त म एलसी गरेर मानौँ पर्चेस भनेर म एउटा कस्ट क्याटेगोरी बनाइदिएँ अरे मैले यसलाई सेभ गरेँ अब त्यो कस्ट सेन्टर त्योभित्र केमा चाहिँ उत्यो भएको भन्दाखेरि मानौँ बेच्ने कुराहरू किन्दाखेरिको अरे ठिक छ मानौँ ल यहाँ गएर म के भन्छु कुनमा मानौँ म यसलाई पर्चेसमा हालेँ अरे नाम के भन्छु बेच्ने कुरा लेखेँ अरे मैले प्राइमेरी गरेँ सेभ गरेँ यसलाई बेच्ने कुरामै यति आयो अरे मेरो ठिक छ यसरी अब त्यो कस्टलाई क्याटेगोराइज गर्न सक्यो यो पनि गर्दा भयो यति गरेपछि म अब यति भयो यति गरेपछि म सरी यति गरेँ म यहाँनिर गएर किन डबल आयो ए पैसा मिलेन रहेछ ठिक छ म यसो गर्छु हेर्नु ल के भन्दाखेरि यसको यहाँ 7000 खर्च आयो मैले क्रेडिटमा अघि 4000 मात्र गरेँ ल बेसिक स्यालेरी नै हालेँ नि त म यसलाई सेभ गर्दै यसलाई यति नै गर्दै मैले इन्टर गरेँ म यसमा कुनै एउटा हालिदिइरहेको छु के हालिदिउँ म यसमा पर्चेसकै त्यही अघिकै एउटा हालिदिइरहेको छु यति नै गरेँ मैले अब यति गरेर यहाँ तल एक्सेप्ट गरेपछि अब भयो ठिक छ सो अब यो फर्ममा यसरी हामीले के गर्दा इन्भोइसको रूपमा गर्दा चाहिँ आउँदैन रहेछ यो हाम्रो क्रेडिट डेबिट फर्ममा चाहिँ आउँदो रहेछ यो चाहिँ ल अब त्यसपछि अब म एउटा लास्ट भन्छु यसको मल्टिपल प्राइस लेभल भन्ने छ मैले यसलाई यदि यस गरेँ भने अब जस्तै मानौँ के भन्छु भन्दाखेरि ल जस्तै मानौँ ल सेकेन्डरी कस्टमर्सलाई अरे यसै ल सेकेन्डरी कस्टमर्सलाई छ अरे अर्को प्राइमेरी कस्टमर्सलाई छ अरे
र अदर्स नर्मललाई तीनटा यसरी मैले कस्ट क्याटेगोरी बनाएँ अरे कन्ट्रोल ए गरेँ। अब यो कस्ट क्याटेगोरीलाई म एकाउन्ट्स इन्फोमा गएर यहाँ कस्ट क्याटेगोरी छ यहाँ गएर म हेर्न सक्छु। म यहाँ गएर अब डिस्प्ले गरेँ भने यो हाम्रो कस्ट क्याटेगोरी आयो, कस्ट सेन्टर चाहिँ छ नि, यहाँ गएर म डिस्प्ले गरेँ भने हाम्रो केमा भयो यहाँ चाहिँ आयो नि त प्राइस लिस्ट भनेर, इन्भेन्टरी इन्फोभित्र प्राइस लिस्ट भन्ने यहाँ चाहिँ आयो। ल अब यहाँनिर त्यो प्राइस लिस्ट हामीले तीनटा बनाएको थियौँ, म यहाँ गएँ अरे। अब यहाँ गएर केमा लगाउने भन्ने कुरा आउँछ। जस्तै स्टक ग्रुपमा कि क्याटेगोरीमा लगाउने भन्छ, म ग्रुपमा लाउँछु अरे। जस्तै म ग्रोसरीहरूमा कुन लेभल, जस्तै मानौ अदरको लागि हो कि प्राइमेरी सेकेन्डरी कुनमा लाउने, अघि हामीले बनाएको थियो नि, यो म प्राइमेरीको लागि बनाउँछु अरे। कहिलेदेखि एप्लिकेबल, यही डेटबाट एप्लिकेबल। म के भन्छु, अब त्यो ग्रुपभित्र यी तीनटा सामान रहेछ, म के भन्न सक्छु। जस्तै म एक किन्दैछु अरे, एक मैले 40वटा भन्दा कम्ती किनेँ भने मैले 50 रुपियाँले पाएँ अरे, डिस्काउन्ट पाइनँ अरे। मैले 40 रुपियाँदेखि लिएर 700सम्म किनेँ भने मैले मानौ कतिले 45 रुपियाँले पाएँ अरे। यसमा मानौ 1% डिस्काउन्ट पनि अरे। अनि त्यसपछि ल 700देखि लिएर 1000सम्म मैले किनेँ भने मैले यहाँ 35 रुपियाँले पाउँछु अरे, 2% डिस्काउन्ट पनि अरे अझै। र त्योभन्दा माथिकोमा चाहिँ मैले 30 रुपियाँले पाउँछु अरे। यसरी म के गर्न सक्छु, प्राइस लेभल अब छुट्टा छुट्टै पार्न सक्छु। अब यो एउटा भनौँ, यो एकमा भयो। अब अरू कुरामा पनि हामीले यसरी नै लाउन सकिन्छ। अब सबैमा यसरी प्राइस लेभल लगाइयो भने के हुन्छ, प्राइस लिस्ट बनाइयो भने अब त्यो अनुसारको दामहरू गडबड हुन्छ। जस्तै कोही कोही बेला मानौँ हामीसँग स्यामसङको पनि सामान छ अरे, हवाईको पनि सामान छ अरे। अब हवाईले चाहिँ के गर्यो अरे, दसैँमा चाहिँ सबै सामानमा 10% अफ भन्नु अरे। त्यति बेला चाहिँ के गर्छौँ हामी, प्राइस लिस्टमा आउँछौँ, स्टक क्याटेगोरिजमा आउँछौँ। अब केमा लाउने, म हवाईमा लाउँछु भन्छु, हवाईमा लाउँछु भन्छु। कसको लागि, हाम्रो अदर्स अरू कस्टमरको लागि यो डेटबाटै। अब हवाईको कुनै सामान छ, कुनै छैन हामीसँग, म बनाउँछु एलसी गरेँ। र मानौँ फोन छ अरे हामीसँग, म यसलाई प्राइमेरीमै छोडिदिएँ, यो हवाईको भित्र पऱ्यो। र म यसलाई मानौँ प्याक्समा हुन्छ अरे, नगरिदिएँ। ल फोन मानौँ 4वटा भन्दा कममा किनभने 10, 1, 2, 3, 10,000मा पायो अरे उसले। 4टादेखि 10वटासम्म किनभने ल 8, 1, 2, 3, 8,000मा पायो अरे। 10वटा भन्दा माथि किनभने चाहिँ उसले 5, 1, 2, 3, 5,000मा उसले पायो अरे। यसरी हामी के गर्न सक्छौँ, प्राइस लिस्टहरू बनाउन सक्छौँ। र यति भएपछि लगभग हाम्रो चाहिने कुराहरू त सक्यो पनि। चाहिने कुराहरू यहाँको भनेको लगभग यति नै थियो। ट्र्याकिङ नम्बर यिनीहरू त्यति साह्रो परेन पनि। अब म के गरौँ भन्दाखेरि, ठिक छ ल, आजको लागि चाहिँ यति नै। अब अरू कुरा 1-2 कुरा म भोलि गराउँछु, अथवा म एक्सर्साइजहरू बनाएर हालिदिन्छु। त्यो एक्सर्साइजहरू प्र्याक्टिस गरेपछि लगभग हुन्छ पनि यसमा। ल ठिक छ। अब यो यिनीहरू हेर्ने कुराहरू तपाईँको, अब यहाँ गएर स्टक समरी कति छ आजको सबै हेर्न सकिहाल्यो। डिस्प्लेमा गएर आजको म डे बुक देखाएँ भने आज के काम गर्यो, यति काम गर्यो भन्ने कुरा आयो। हिजो अस्तिबाट एउटै डेटमा काम गर्दैछ होला सायद, हिजो अस्ति पनि देखाए जस्तो छ। ल ठिक छ ल। ल आजको लागि यति नै, अब अरू कुरा भोलि।